गेममा छिट्टै गोल्डन इलाइट पासहरु ब्याक आउँदैछ अनि दिवाली इभेन्ट पनि आउँदैछ हाम्रो बंगलादेश सर्भरमा। सो हेलो गाइज, के हाल छ सबैजनाको? आशा गर्छु कि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु। आजको यस भिडियोमा पनि म फ्री फायरमा आउने अपकमिङ इभेन्टहरुको बारेमा बताइदिन गइरहेको छु, जस्तै गोल्डन इलाइट पास कहिले आउँछ र बंगलादेश सर्भरमा दिवाली इभेन्ट कहिले आउँछ र अरु पनि इभेन्टहरुलाई म यस भिडियोमा बताइदिन गइरहेको छु। अब कुरा गरौँ हामी यो शटगनको स्किनको बारेमा। यो शटगनको स्किनको बारेमा कुरा गर्न भन्दा सबैजनालाई ह्यापी दशैं। सबैजनाले चाहिँ दशैं राम्रोसँग मनाउनु होला र यो शटगनको स्किन चाहिँ अब छिट्टै हजुरले रिङ इभेन्टमा देख्न पाउनु हुनेछ। र यो शटगनको स्किन सँगसँगै YAM249 को पनि स्किन आउनेछ र यसको अफिसियल ब्यानर चाहिँ यस्तो हुनेछ र यसको कन्फर्म डेट चाहिँ अहिलेसम्म चाहिँ लिक भएर आएको छैन र कन्फर्म डेट थाहा पाएपछि त म हजुरलाई पछि अर्को भिडियोमा बताइदिइहाल्ने छु। अब चाहिँ कुरा गरौँ हामीले चाहिँ स्क्रिनमा देखिरहेको यो बन्डलको बारेमा। यो बन्डल चाहिँ OB47 मा आएको थियो र अहिलेसम्म गरिनाले चाहिँ यसलाई गेममा ल्याएको थिएन र यो चाहिँ अहिलेसम्म पेन्डिङ बन्डल रहेको छ। तर चाहिँ अब चाहिँ यो छिट्टै गेममा आउँदैछ। यो बन्डलको चाहिँ अफिसियल ब्यानर आइसकेको छ, त्यसैले चाहिँ यो बन्डल हाम्रो गेममा छिट्टै आउनेछ र कहिले आउँछ भन्ने चाहिँ कन्फर्म डेट थाहा छैन र कन्फर्म डेट थाहा पाइसकेपछि म हजुरलाई अर्को भिडियोमा भनिहाल्ने छु। अब चाहिँ कुरा गरौँ हामी दिवाली इभेन्टको बारेमा र दिवाली इभेन्ट चाहिँ यसरी हुनेछ। हजुरले स्क्रिनमा देखिराख्नु भएको छ र हजुरले स्क्रिनमा देखिराख्नु भएको यस्तै डेली टास्क कम्प्लिट गरेर चाहिँ मैले चाहिँ पहिला भनेको यो बन्डल आउँछ दिवाली इभेन्ट आयो भने केटा र केटीको भनेर हेर्नु भएको छैन भने पहिलाको भिडियो हेर्नु होला। र त्यसमा चाहिँ यो केटीको बन्डल चाहिँ ग्रान्ड प्राइज हुनेछ यो दिवाली इभेन्टमा र त्यो केटाको बन्डल चाहिँ यसरी रिङ इभेन्टमा देख्न सक्नुहुन्छ। र अब बंगलादेश सर्भरमा चाहिँ दिवाली इभेन्ट भनेर आउँदैन, दिवाली इभेन्ट भनेर नआएर चाहिँ लाइट फिस्ट 2025 भनेर चाहिँ हाम्रोमा चाहिँ इभेन्ट आउनेछ। गेममा चाहिँ छिट्टै यो लाइट पास भन्ने इभेन्ट आउँदैछ, जसमा कि हजुरले 99 डायमन्ड वेस्ट गरेर चाहिँ धेरै चाहिँ रिवार्डहरु पाउन सक्नुहुन्छ। अब हजुरहरु ओल्ड प्लेयर हुनुहुन्छ भने मैले हजुरलाई यो इभेन्टको बारेमा धेरै भन्न पर्ने छैन, तर अब न्यू प्लेयर हुनुहुन्छ भने हजुरले चाहिँ यो 99 डायमन्डको पर्चेस गरिसकेपछि चाहिँ अहिले चाहिँ केही मिसनहरु कम्प्लिट गरेर चाहिँ हजुरले यो रिवार्डहरु पाउनुहुन्छ। अब चाहिँ कुरा गरौँ फ्री इभेन्ट के आउँछ भनेर। अब दिवाली भनेपछि त अब हजुरले पक्कै पनि म्याच गिफ्ट फ्रीमा पाइहाल्नुहुन्छ र स्क्रिनमा देखिराख्नु भएको यो P90 को स्किन पनि हाइली पोसिबल चान्स छ फ्रीमा पाउने र हजुरले चाहिँ यहाँ लाइट हन्ट भन्ने इभेन्ट पनि देख्न सक्नुहुने चान्स छ र यसमा चाहिँ हजुरले मिसन कम्प्लिट गरेर चाहिँ यो बक्सा पाउनु हुनेछ र यो बक्सा भित्र चाहिँ हजुरले फिस्टहरु देख्न सक्नुहुन्छ र यो चाहिँ फिस्ट चाहिँ अब पर्ने चान्स चाहिँ एकदमै लो हुनेछ, किनकि यसको तल अरूहरु पनि रिवार्ड हुन्छ र हजुरहरुको भाग्य छ भने चाहिँ पर्छ अब फिस्ट लक्की मान्छेहरुको। र लास्टमा चाहिँ हाम्रो भिडियोको मेन इभेन्टको बारेमा कुरा गरौँ, जुन कि हुनेवाला छ गोल्डन इलाइट पासहरु र यो गोल्डन इलाइट पास आउने चान्स चाहिँ 50-50% छ, किनकि पहिला पनि दिवाली इभेन्टमा चाहिँ त्यो इलाइट पासहरु ब्याक आएको थियो। त्यसैले चाहिँ धेरै जसोले चाहिँ गोल्डन पनि आउँछ होला यसपालि दिवाली इभेन्टमा भनेर भनिराख्नु भएको छ र यो आउँछ कि आउँदैन भन्ने अहिलेसम्म थाहा छैन र थाहा पाएपछि चाहिँ म हजुरलाई अर्को भिडियोमा बताइदिइहाल्ने छु र भेटौँ अब अर्को भिडियोमा। बाइ बाइ।